नमस्ते सबैजनालाई। म चाहिँ नानीको बिदामा माइत गएको थिएँ अनि त्यसपछि हामी सबैजना दिदीबहिनी मिलेर मोमो खाने प्लान भयो। हामीले चाहिँ मोमोहरू बनायौँ सबैजना मिलेर। कहिले बन्दा काट्ने, कहिले प्याज काट्ने, कहिले किमा बनाउने, कहिले पिठो मुस्ने हैन। अनि मम्मीले पनि हेल्प गर्नुभयो। अनि मैले चाहिँ हेरेर बसेँ किनभने म गर्न नहुने भएको थिएँ। अनि मैले यो भएन त्यो भएन यसो भएन भनेर कराएर आएको थिएँ। अनि यिनीहरूले पनि मलाई कराइरहेका थिए किनभने मजा आउँछ नि गाइज अरूले काम गर्ने आफूले हेर्न। अनि त्यसपछि मजा त आएको थिएन किनभने सबैले काम गरेर आफूले हेर्दाखेरि मैले पनि गर्न पाएँ चाँडो हुन्छ जस्तो भएको थियो। अनि कसैले बेल्ने, कसैले डल्लो बनाउने, म भिडियो बनाउने, जिस्काउने काम मैले गरेर आएको थिएँ। अनि त्यसपछि हामी चाहिँ दिदीबहिनी जम्मा भयौँ। हामी दिदीबहिनी भएको नि फाइदा हुन्छ क्या, सबैजना मिलेर काम गरिन्छ नि त। अनि यसले त्यसले भन्ने हुँदैन, जसले भेट्यो त्यसले गरिन्छ। अनि मम्मीले पनि गर्नुभयो किनभने मम्मीले मोमो खानु हुँदैन, चिकनहरू खानु हुँदैन मम्मीले। त्यसपछि हामी सबैले मिल्यौँ। अनि ठुलो दिदीले बाँड्नुभयो, अनि माइल दिदीले सबैलाई दिनुभयो। अनि कान्छी बहिनीको त सुपहरू बनाउँदै थिएँ, सुपहरू सर्भ गर्दै थिएँ। बुवा उता खाँदै हुनुहुन्थ्यो, सबैजना इन्जोय गऱ्यौँ, रमाइलो गऱ्यौँ। नानीको यो चुनावीमा आउन बिदा थियो। हामीले चाहिँ यसरी मनायौँ, यसरी इन्जोय गरौँ गाइज। तपाईँहरूले कस्तो इन्जोय गर्नुभयो अनि कस्तो आनन्द भयो। नानीले गफ हानिरहेको थियो त्यहाँ होइन मेरो नानीले। अनि त्यसपछि यस्तो मिठो थियो कि मोमो, यस्तो जुसी थियो कि मोमो साथीहरू। म चाहिँ अहिले हेर्दा नि मुखबाट पुरै पानी आइरहेको छ। अनि मैले मजाले गम खाएँ। अनि बाई बाई गाइज। तपाईँहरूको कस्तो भयो, तपाईँहरूले कस्तो गर्नुभयो चुनावी छुट्टीमा, कसरी सदुपयोग गर्नुभयो। म त माइत गएर इन्जोय गरेँ।